आजभन्दा केही समय अगाडि आफ्नो आइपिओ निष्कासन गरेको सर्वोत्तम पेन्ट्सले आफ्नो आइपिओको नतिजा सार्वजनिक गर्ने भएको छ। यस कम्पनीले यही जेठको 28 गतेबाट असारको 2 गतेसम्म 7,05,581 सेयर आइपिओ मार्फत सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको थियो भने यस कम्पनीले निष्कासन गरेको आइपिओमा अत्याधिक बढी आवेदन पर्न सफल भएको छ। यस कम्पनीले निष्कासन गरेको आइपिओमा 28,97,125 लगानीकर्ताहरूले आइपिओको लागि आवेदन दिनुभएको थियो भने जुन कम्पनीले माग गरेको भन्दा 44.05 गुणा बढी यस कम्पनीले निष्कासन गरेको आइपिओमा आवेदन पर्न सफल भएको थियो। यस कम्पनीको आइपिओ जम्मा 70,550 लगानीकर्ताहरूले 10 किताको दरले यस कम्पनीको आइपिओ हात पार्न सफल हुनुहुनेछ भने अन्य बाँकी लगानीकर्ताहरू यस कम्पनीले निष्कासन गरेको आइपिओ पर्नबाट वञ्चित हुने देखिएको छ। 28,26,575 लगानीकर्ताहरूले यस कम्पनीले निष्कासन गरेको आइपिओ हात पार्न सफल हुनुभएको छैन भने जम्मा 70,550 लगानीकर्ताहरूले मात्र यस कम्पनीले निष्कासन गरेको आइपिओ 10 किताको दरले हात पार्न सफल हुनुभएको छ। यस कम्पनीको आइपिओ इस्यु म्यानेजरको जिम्मा ग्लोबल आइएमई क्यापिटलले दिएको थियो भने यस कम्पनीले आफ्नो आइपिओको नतिजा असारको 11 गते बिहीबारको दिन यस कम्पनीले आफ्नो आइपिओको नतिजा सार्वजनिक गर्ने कुरा जानकारी गराएको छ भने यस कम्पनीको इपिएस ₹7.98 रहेको छ भने यस कम्पनीको नेटवर्थ ₹110.17 रहेको छ।